म क्रस गरिसकेँ फिफ्थ एभिन्यूबाट उता चाहिँ फोर्थ एभिन्यू थर्ड एभिन्यू हुँदै म चाहिँ तल कहाँ अरे समुद्र र के भन्ने र यहाँको त्यस पानी हौतिर जाउँ हेरौँ त्यहाँको अवस्था के छ भन्ने मलाई लागिराखेको छ होइन जाडोमा यहाँ चाहिँ देखाएको छ 3 डिग्री सेल्सियस तर फिल चाहिँ आछ 8 डिग्री सेल्सियस है यो समय जस्तो आज कति हो आज 8 डिसेम्बर 2025 को दिनमा है म यहाँ घुम्दैछु हेर्नुहोस् यो के हो एक्चुअलमा चाहिँ रिसर्च त गरेँ आएन तर यो पुरानो घर छ यो बिल्डिङ के हो यो बिल्डिङ साँझ परेको त्यति चाहिँ नि यहाँ झिलिमिली झैँझै हुँदै जान्छ है म पर जान्छु त्यसपछि म एकचोटि फर्केर आउने मन त यस्तो हुन्छ ठिक छ बिल्डिङ पनि लगाइदिनु पऱ्यो बिल्डिङ यस्तो छ बिल्डिङ मिसन एभिन्यू के हो यहाँ मिसन एभिन्यू सेकेन्ड एभिन्यू भनेको होला के हो यो इस 34 स्टेट धेरै म जाँदैछु होइन I'm sorry. So what was it? वास्तवमा केही देखाउनु केही छैन यो चाहिँ के हो भन्दाखेरि माथि काम रहेछ भन्ने जनाउँछ यो चाहिँ स्क्याफोल्डिङ माथिबाट रोड छैन थाहा के छ होइन मान्छे हिँड्ने बाटो मान्छे चोर लाग्छ भनेर यहाँ घरमाथि बन्दैछ केही न केही मेन्टेनेन्सहरू हुँदैछ त्यो कारणले यो चाहिँ राखिएको हो है यहाँको पुरानो घरलाई यसरी बचाएर राखेको छ होइन यो कहिले फाल्छ फालेर यस्तो सेम बिल्डिङ बन्नु गर्थ्यो यो 2 3 घर 1 2 3 4 5वटा घर जोडेको 4वटा जोडेको 4वटा जोडेको यसलाई फालेर पछि यस्तै बिल्डिङ बनाउनु गर्थेन त्यो सोच गरिरहेको छ हामीलाई संरक्षण गरे होला नि है एम्पायर क्रेफ्ट बियर म्यानहट्टन ग्लेसियर स्पा हुने रहेछ चिम्पान्जी देखाउनु रहेछ चिम्पान्जी हो 4 मिनट बेटा बनाउनु के यस्तो बनाएर चाहिँ प्लास्टिकको उयो होइन रेडी रहेछ है रेडी ल्याएर बनाएर ठिक छ सब बेच्नु नि
सब बेच्ने होइन यहाँ पनि चाहिँ गिफ्ट दिनको लागि होला यो सब है क्रिसमस क्रिसमस रुख सुविधा छ त्यहाँ त हरेर खोला जस्तो छ तर हिउँ बढ्यो भने चाहिँ हिँड्न सक्छ जति यता आयो यतिसम्म जान्छ त टाइम वेस्ट गरेर अब मान्छेहरूको टुरिस्टहरूको एरिया भयो यता त के एरिया हो नि के हो माटोले लिँदैछ माटोले लिँदैछ यो इस 34 नै भयो नक्सी एक्सटेन्सन रहेछ चढान गरेको छ होइन बेलुका त झिलिमिली बोल्छ यो चाहिँ सबै आर्टिफिसियल सबै क्लबहरू राखिएको छ यो होइन अब राति यो बाल्छ नि अब बिस्तारै बल्बहरू रोपाउनु नानी बेलुका नै झिलिमिली चाहिँ हुन्छ अलिअलि चाहिँ हरिरहेछ सुक्दैछ यो पनि बोजू बडा यस्तै छ त्यही छ परको चाहिँ सुरु मार्ग हो सुरु मार्ग ठ्याक्क निस्किन आउँदैछ होइन I done slapped them shits right in the plastic, right when his fat ass slap, nigga. You got me fucked up, nigga. Fuck is you got? I don't forget.
यहाँबाट चाहिँ नि अब पानीको तालमा आइयो। हेरौँ के छ अवस्था। यहाँको अवस्था यहाँको हो म वास्तवमा के छ हेरौँ हेरिहालौँ।